सुनको दरमा रेट बढाएर के लिस्टबाट आउट हुन्छ। Hardik IVF and Fertility Center, where miracles come to life. हामी 1 किलो चिनी किन्न भारत जाने देशका नागरिक नजिकका पर्छौं। हामी यो 40,000 50,000 सस्तो परेको सब भारत जाँदैन। यो भने के हो भने सभापतिज्यू म तपाईलाई अनुरोध गर्छु, यो सचिवहरूले कर्मचारीहरूले जति गुमाए पनि सिधा भाषा के हो भने एमएससी को थ्रोबाट काम भयो। सुन गएर भारतबाट किनेर ल्याऊ, नेपालको व्यवसाय बन्द गर। अनि यो कुरा भयो। अब यसैमा म अर्को कुरा गएँ, सचिवज्यूका र उपमहानिर्देशकज्यूका कुरा सुने। उहाँहरू धेरै विज्ञ हुनुहुन्छ, तर यो समिति हो है, यसमा झुटो नबोल्नुस्। ग्रे लिस्टबाट हट्नका लागि के गर्नुपर्छ भनेर एकछिन गुगल खोज्नुस् त। सम्पत्ति शुद्धिकरण गर्ने हो, करको दायरामा ल्याउने हो, करको दर रेट बढाउने हो। अलरेडी करको दायरामा छ त सुनहरू, 10% छैन भन्सार त त्यो त करको दायरामा छ त, त्यो त रेकर्डेड छ नि त। हो जो दायरामा छैन त्यसलाई दायरामा ल्याउने हो। एकछिन सुन्नुस् है, यो सुनेर जानु होला। हामीभन्दा विज्ञ हुनुहुन्छ, पढेलेखा हुनुहुन्छ, तर एउटा कुरो सुनेर पनि जानुस् यो समितिबाट। यसरी अबका उपरान्त समितिमा चाहिँ जे मन लाग्यो नबोल्दिनु होला। सचिवज्यूलाई मेरो अनुरोध के छ भने ग्रे लिस्टबाट हट्नका लागि सम्पत्ति शुद्धिकरण गर्नुपर्छ 1 नम्बरमा। 2 नम्बरमा गैर वित्तीय क्षेत्रको नियमन गर्नुपर्छ। 3 नम्बरमा आतंकवादी वित्तेषणको नियन्त्रण गर्ने भन्ने बल्ल ग्रे लिस्टबाट नेपाल हट्छ। यो हो कानुन अर्थशास्त्र भने। अब सुनको दरमा रेट बढाएर ग्रे लिस्टबाट आउट हुन्छ। यो चाहिँ नगर्दिनुहोस्। र यो अहिले कुरा के छ भने अल्टिमेट कन्ज्युमरलाई गाह्रो, व्यापारीलाई गाह्रो होइन। यसबाट कन्ज्युमरलाई गाह्रो हो। कन्ज्युमरले के गर्छ भने 29%, यानी कि भारतभन्दा 21% सुन महँगो भयो भने अनि नेपालमा सुन कसले किन्छ? सबले भारतमा गएर किनेर ल्याएर आउँछ। 1 तोला 2 तोला हाम्रो खुला भन्सार हो। एयरपोर्टबाट पो 1 तोला 2 तोलाको यहाँ नियन्त्रण हुन्छ। खुला भन्सारमा 1 तोला सुन त तपाईको खल्तीमा हालेर आउन सकिन्छ। अनि कसले नियन्त्रण गर्छ? यो भने के हो भने नेपालका सुन व्यवसायीहरू ठप्प हो, बन्द गर, हामी अलिअलि कमिसन खान्छौँ, पारीका व्यापारीहरूलाई फाइदा गर्छौँ भने आओ सिधा भाषामा। त्यही भएर सभापतिज्यू यो अर्थ समितिको बैठकबाट आज निर्देशन जारी होस्। यो अहिले पनि संसदमा के छ विचाराधीन छ। हामीले आज निर्देशन जारी गरेनौँ भने नेपालमा मिनिमम प्रत्यक्ष र अप्रत्यक्ष रूपमा 9 देखि 10 लाख परिवारको घर उजाड्छौँ हामीले। यो आज यो समितिको साह्रै सान्दर्भिक कुरा हो। अर्थमन्त्रीलाई ल्याएर बोलाएर सोध्नुहोस्, हामी यहाँनिर बस्न तयार छौँ। यो ग्रे लिस्टबाट हट्नलाई यो काम गरेको होइन। गएर हेरे भयो त, आजकल त जिमिनी छ, गुगल छ, ऐनहरू छ, कानुनहरू छ। ग्रे लिस्टबाट हट्नका लागि सुनको दर रेटमा तपाईँको तलमाथि गऱ्यो भने ग्रे लिस्टबाट हट्छ। यस्तो पनि तर्क हुन्छ होइन, यो हुँदैन हो। बरु के भन्न सकिन्छ भने पैसा कम भयो, खर्च बढी भयो, यसो पैसा उठाउनु पर्यो त्यही भएर कर लग्या भन्न पनि पाइयो। तर ग्रे लिस्टबाट हटाउनका लागि यो कुरा हुँदैन। सिधा कुरा यो हो। त्यो भए हुनाले यो। अनि अर्को कुरो, म एउटा अर्को कुरो पनि सचिवज्यूको कुरा सुने। हामीभन्दा बढी विज्ञ हुनुहुन्छ उहाँहरू। यो लग्जरी आइटम हो, गुगल खोज्नुहोस् भन्नुहोस् हो। तपाईँहरूले गुगल खोज्नु हो कि नेपालको ऐन हेर्ने हो? यस्तै सल्लाह दिएपछि बिचरा अर्थमन्त्रीले पनि के गरून्? अनि यस्तै काम हुन्छ, सल्लाह गतिलो दिनु पर्यो। देवानी संहिता 2074 को दफा 254 पल्टाउनुहोस् त। सुन तथा चाँदीलाई के भन्छ? सम्पत्ति हो भन्छ। यो अनि लग्जरी गुड हो भन्छ हाम्रो कानुनले? हाम्रो कानुनले लग्जरी गुड हो भन्छ कि भन्दैन? हाम्रो कानुनले त सम्पत्ति हो भन्छ। गुगलले के भन्छ हामीले त्यो होइन नि त, हाम्रो ऐनले के भन्छ त्यो हो नि त। त्यो भए हुनाले यो अहिले पनि विलासिताको कर जुन लगाइएको छ, यसले व्यापारीहरू त डुब्छन्। सकिन्छ नेपालको सबै व्यवसाय। काठमाडौँको अलिअलि बचे मात्रै, अरे हिमालतिरको बच्छन् जस्तो लाग्छ मलाई। तराई त पुरै सकिन्छ। पुरै व्यवसाय बन्द मात्र हुन्छ र कन्ज्युमरलाई पनि तपाईँको नेपालमा झन्डै 21% महँगो जान्छ भारतभन्दा सुनको। र यो राज्यले सुनमा यसो गर्दा लगिराखेको छ त कर, 13% लगिराखेको छ होइन। अनि त्यसपछि गएर 10% लगिराखेको छ, अलरेडी लगिराखेको छ। अहिले त्यो चाहिँ काम नगरौँ भनेर म चाहिँ यो भन्न चाहन्छु। यो ग्रे लिस्टबाट हट्नका लागि होइन है सचिवज्यूहरू। यो